Hi guys, what's up? Welcome back to my channel. If you guys are watching my video for the first time, hi everyone, my name is Simran Guru. अनि आज चाहिँ हामी मोमो पार्टी गर्नु आँटेको छु and then हाम्रो मोमोको सबै डोहरु रेडी भइसकेको छ, किमा पनि सबै रेडी गरिसकेको छु. अनि आज चाहिँ हामी मोमो बनाउन आँटेको, लाडु पनि यही छ. सो यो दादा पनि आइदिनु. लाडु चाहिँ यहाँ काम गर्छ, एक्टिङ गर्दैछ. यो त सबै मैले रेडी पारेको नि. हाम्रो यो लाम्साको किमा अनि डो. So let's get started. के भन्छ भन्दा? अब के भन्नु चाहदैन, अब म बनाउने हो लाम्साको मोमो अन्त खाने हो. हामी अब बनाउन आँटेको. अब हेर्नु होला लाडु कसरी बनाउँछ भनेर भन्नु. यो मैदा हाल्नु. के म बनाउने हैन. ठुलो खाने कि सानो के ठिकैको. ठिकैको बनाउँ न, साह्रै ठुलो मजा आउँदैन. हामी चाहिँ दुईजना बिमार छु फिलहाल. सर्दी खोकी खोकीलाई त सर्दी खोकी अहिले साह्रो भनेर तर पनि लाङको खानुपर्छ. कति महिना बाद खाएको तपाईले? लाङको त मलाई निकै हल्थ्यो नि. उसलाई चाहिँ लाङसाको मोमो अस्ति दिन खानु मन लागिरहेको थियो, चिकनको खाएर निकै भयो अरे. चिकन जाप पनि चिकन हो. अब लाडुको पनि छुट्टी सकिन आँटिसक्यो, अब फर्किन्छ. त्यही त टाइम भयो मेरो पनि. अब त्यो कुरो बनाउँदै राख्ने. के गर्नु जाने? गोलो बनाउँदै राख्ने पहिला. अनि त्यो जहिले पनि मोमो बनाउँदा चाहिँ म बेल्नु पर्छ. लाटाले बनाउँदा छिटो बनाउँछ नि त उसले चाहिँ. त्यस्तो बनाउनु आउँदैन. घरको मोमोको टेस्टै अर्को हुन्छ नि त. अचार बनाउनै छ, अचार बनाएकै छैन. बनिहाल्छ नि हौ मिक्सरमा एकैतालमा. उता अघि हामी बेलुकाको डिनर गर्छु भनेको एकसेट बनाएर पनि आराम खाइदिनु ल, रेडी पारिदिनु हामीलाई. अन्त अचार सचार बनाएर पठाइदिनु एउटा भिडियो खाँदा हुन्छ. हाई Let's get started. हामी स्टार्ट गरेको बनाउनु. त्यहाँ राख्न पर्छ. नि त बेसी पाक्यो भने कि त्यसले भरेको बेल्नु थियो. म बनाएर भेट्छु हामी ल. अहिले बनाइहाल्छु. त्यहाँबाट खाने हो, मुखबाङ गरौँला. त्यहाँबाट हल्का सानो चिनो बिजी थियो होइन. अगाडि बसाउने पहिला यो बसाइदिइहाल्नु खै. अब यो मोमो बसाउने हामी भोलि चाहिँ अब यो चाहिँ अचारको लागि होइन. यसलाई हाल्थ्यो नि साइडमा. खै निभाइ चाहिँ उमाल नि त्यसले उमाल्नु पर्छ. अब अब हामीले नयाँ ब्याच बनाउन आँटेको. अझै एउटा प्लेट ल्याएर होला. के भन्छ उसको लागि एउटा सरप्राइज पनि छ. मैले पहिल्यैदेखि प्लान गरेको थिएँ नि. सो आएको सरप्राइज अलिक खाना खाइदिन्छु. जब हामीले स्टार्ट गर्छौँ खाना त्यति बेला चाहिँ म दिन्छु होला. सरप्राइज. यो चाहिँ हाम्रो सानो बेबीले बनाएको. हेर्नुहोस् त लु कस्तो दामी बनाउँछ उसले. यो पनि त मैले बनाएको. यो चाहिँ अलिक राम्रो भएको चाहिँ किमा सक्यो नि त. अब हामीले बनाइसक्यो होइन.
हाम्रो यहाँ रेडी हुँदैछ सायद भयो होला 20-30 मिनट त भइसकेको छ यहाँ पनि माथि तल गर्नु सक्दैन है होइन खै त हुँदैछ यतिको चाहिँ भएछ ओके अब है माथि तल गर्ने हो अन्त अब यसको लागि यो टमाटर पनि उमालिसक्यो ए अब यसको लागि यो रेडी गर्ने हो होइन टक्क यसमा चाहिँ डल्ले हालेर मजाले पिसेर खाने हो अन्त बस अब त्यही हो सब खाने हो एकछिन पर्खिने एकसाथ खुवाउने दुइटा बनेर है एकसाथ बनेर खानुपर्छ अचार बनाइहाल्नुपर्छ अचार पिर्नुपर्छ त्यसो भए अझ भेटौँ भयो भइसक्यो होइन यो हाम्रो चटनी भयो अब यहाँ पानी आउँदैछ मोमो आउँदैछ होइन अन्त सरप्राइज भनेको थिएँ उसको लागि होइन अब त्यो सरप्राइज पनि दिनुपर्छ त्यो सरप्राइज चाहिँ के हो भन्दाखेरि ल आउन कसको फोन फोन कसको भन्नु अब बस न यहाँ कसको यहाँ बस यहाँ बस तपाईँ नयाँ निकालेको मैले तिम्रो लागि कतै नै जोडेन दादा होला त्यो जोडेम हुन्छ मैले ल्याइदिन्छु भन्छु म कसम होला सासु त्यो कुरा चाहिँ हो सिक्नु पर्यो प्रो प्रो देखेनौ त्यहाँ अगाडि खोलु बोलाउनु नि लाज लाग्यो वासुको पुरा साँच्चीको मेरो लागि प्र्याङ्क गर्ने भए चाहिँ म चाहिँ उयो गरिरहन्थेँ कि म कसम कति नपत्ता हात नपक्ने रहेछ पनि पत्ताउँदैन पत्तै नै अन गर नि त भन्नु न कसको के तिम्रो हो नि कसको कति पत्ताउँदैन सरप्राइज पनि भनेर ल्याउँछ के भन्छ कलर चाहिएको थियो अब गिफ्ट पनि दिनु अब अर्को कलर त्यो कलर भनिरहन्छ त्यो ओरेन्ज त सबैकोमा थियो नि त्यो भएर मैले कि मलाई ब्लू चाहिएको थियो ब्लू पनि त छ गिफ्ट पनि दिनु अब गिफ्ट कहिले आफ्नो उसको अस्तिको मैले अन्त अस्ति ल्याएको मैले पुरा सुट्यो अब मोमो साथमा होइन भने त अलिकति चटपटा त ए हाम्रो मोमो चाहिँ यस्तो भएको छ टेम्पो ग्लास भित्रको स्क्रिन गार्ड सबै कभर चाहिँ यहाँ छ सबै त्यहाँ स्टोरमा लगाइ नर्मलबाट लगाइदिनु भयो कहाँ हो हेर म नर्मल किनिदिन्छु कि तिमीलाई गाइस आइ एम सो ह्यापी मलाई यही कलर चाहिरहेको थियो थ्याङ्क यू दादा कभर पनि लगा कस्तो लाग्यो अन्त थ्याङ्क यू मोमो खानु उसको अब त्यो फोन हेरेर रातभरि सुत्दैन अब मोमो चाहिँ यस्तो भएको छ है दामी अघि एउटा टेस्ट गरेको थिएँ दामी भएको रहेछ बोसो यस्तो दामी आएको छ एक्लै गएको नि अन्त कसँग जानु एक्लै गएर अस्ति आमासँग हस्पिटल जाँदा अस्तिदेखि आइफोन 17 हो सिल्भरमै मन परेर कति याद सिल्भरै मन पराउँछ नि सबैको त्यो नर्मल भइसक्यो त्यो सबैको हातमा गर्ने चाहिँ माथि हुन्छ अन्त त्यही भएर
किन हाल्नु सेलिदैन यति खाँदै गरौँ ल अब चाहिँ हामी खाएको अब मलाई आज रातभरि निद्रा लाग्दैन होला म त सुत्छु त्यहाँमा म त दबाई खाएर मोमोसँग चाहिँ कोक मिठो हुन्छ बट देन सर्दी लागिरहेको छ अब यहाँ हाम्रो चाहिँ कोकको बदली चाहिँ तिम्रो पकडा यो आइफोन हो ए सरप्राइज स्टार्ट गरौँ ल खाइदिउँ लाङसाक मोमो चाहिँ कस्तो बेस्ट हुन्छ अरू भन्दा चाहिँ चटनी मिठो भन्यो भने मोमो मिठो हुँदैन मोमो चाहिँ लाग्छ बेस्ट घरमा बनाएको मोमो इज द बेस्ट हात हाल्नु पहिला हामी चाहिँ खान्थ्यौँ माथि दोकानमा हात करक्कै हुन्थ्यो नि कति मान्छेसम्म ज्याकेट खोल्नुपर्छ होला है ओपन बेस्ट निकाल्नु न चाहिँ कोक भन्दा क्या मिठो हुन्थ्यो होला मान्छे बस्नु पनि अप्ठ्यारो एन्ड गरिदिउँ ल के हेरेर आजको भिडियो यति नै थियो होइन थ्याङ्क यू लाग्दा लाज लाग्यो मलाई एक्सपेक्टै गरेको थिएन लाग्दैन भनिरहेको थिएँ मैले 17 प्रो कस्तो मन परिरहेको छ भनेर किनकि मेरो जुन चाहिँ पुरानो फोन थियो मलाई त्यो मन परेको थिएन केटा खालको कलर थियो नि अब त्यो सिल्भर चाहिँ क्युटी खालको लाग्दा मैले उसलाई रिल पठाउँदै थिएँ बट देन ल्याइदिएको थ्याङ्क यू आजको भिडियो यति नै थियो